तपाईँलाई यस लर्निङ असेम्बली च्यानलमा स्वागत छ। हामी फेरि पनि खर्दा तृतीय पत्रको 1.9मा रहेको तेस्रो पत्रको 1.9मा रहेको व्यक्तिगत घटना दर्ता टपिकबाट परीक्षामा आउनसँगै सम्बन्धित प्रश्न र उत्तर लिएर उपस्थित भइसकेको छ। भिडियो लाउँदैछौँ, मेरो साथ दिन च्यानललाई लाइक शेयर सब्सक्राइब पनि गरिदिनु। आजको हाम्रो पहिलो प्रश्न रहेको छ। प्रश्न नम्बर 1, व्यक्तिगत घटना दर्ताको परिभाषा लेख, यसका महत्त्व लेख्नुहोस् भनेर रहेको छ। यसको परिभाषा व्यक्तिगत घटना दर्ता भाइटल रेजिस्ट्रेसनको परिचय तथा परिभाषा। उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइसराई जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्चाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ। राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूलाई आधिकारिक रूपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटना दर्ता भनिन्छ। सबैजसो देशहरूले घटना दर्ताको सर्वमान्य सिद्धान्त अनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रूपमा नियन्त्रण दिइरहेका छन्। यद्यपि कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यकता अनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध विच्छेद गरी 5 किसिमका घटनाहरूलाई चाहिँ लिइन्छ। यस अन्तर्गत सम्बन्धित कार्यालयहरूले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरण सम्बन्धी कार्यहरू गर्छन्। नेपाल सरकारको मिति 2071 6 महिना 30 को निर्णय अनुसार केन्द्रीय पञ्जीकरण विभागको गठन भएको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटनाहरूको दर्ता, व्यवस्थापन एवं नियन्त्रण रहेको यो विभाग चाहिँ 2071 मा सञ्चालन भएको। जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन 2033 को कार्यान्वयन 2034 वैशाख 1 बाट प्रारम्भ हुँदा तत्कालीन गृह पञ्चायत मन्त्रालय अन्तर्गत विभाग स्तरको छुट्टै कार्यालयको रूपमा चाहिँ पञ्चाधिकारी र रजिस्ट्रारको कार्यालयको संस्थागत व्यवस्था भई पञ्जीकरण सम्बन्धी चाहिँ कामको नेपालमा विधिवत सुरुवात भएको। मिति 2075 6 महिना 28 मा स्थापित यस राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने व्यक्तिगत घटना दर्ता कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय 2 ठूला कार्यक्रमहरू सामाजिक सुरक्षा अन्तर्गत चाहिँ नगद प्रवाह र व्यक्तिहरूको डिजिटल पहिचान, डिजिटल आइडेन्टिटी स्थापना गर्ने बहुउपयोगी राष्ट्रिय परिचय पत्र वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ। देशका नागरिकहरूको पहिचान र हितमा सञ्चालित यी तीनै कार्यक्रम कुनै न कुनै रूपमा अन्तर सम्बन्धित छन् र हाल प्रवृत्तिमा पनि आधारित छन्। यसकारण विभिन्न समयमा लागू भई आफ्नै किसिमले सञ्चालन भइआएका 3 कार्यक्रम विभिन्न समयमा कार्यालयहरू एकीकरण हुने कार्य भई हाल बृहत क्षेत्र ओगटेको प्रवृत्तिमा आधारित विभागको रूपमा सञ्चालित छ। यसरी चाहिँ यो पहिलो प्रश्न रहेको थियो। त्यस्तै गरी प्रश्न 2 रहेको छ, नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धी रहेको कानुनी व्यवस्था उल्लेख गर्नुहोस् भनेर रहेको छ। केही त माथि प्रश्न नम्बर 1 पनि आइसकेको छ यस सम्बन्धी। प्रश्न नम्बर 2 को उत्तर रहेको छ, व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइसराई जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्चाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ। राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूलाई आधिकारिक रूपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटना दर्ता भनिन्छ। नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन 2030 आएपछि 2034 वैशाख 1 गतेदेखि 10 जिल्लाबाट सुरु गरी 17 चरणमा विस्तारै गरिँदै 2047 वैशाख 1 बाट नेपालभर लागू भएको थियो। त्यस्तै गरी सुरुमा गृह पञ्चायत मन्त्रालय अन्तर्गत रही जिल्ला प्रशासन कार्यालय मार्फत यस कार्य गरिँदै आएकोमा 2050 श्रावणबाट स्थानीय विकास कार्य मन्त्रालयको पञ्जीकरण शाखाबाट सञ्चालन हुन थालेको। मिति 2075 आश्विनमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र र केन्द्रीय पञ्जीकरण विभागको एकीकरण पश्चात पुनः गृह मन्त्रालय अन्तर्गत रहेको छ भने। त्यस्तै गरी विश्वव्यापीकरणको तीव्र रूपमा भइरहेको आजको युगमा व्यक्तिगत घटनाको सम्बन्धमा देशमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रभाव पारेको छ। त्यसले घटना दर्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्व पाएको विषय पनि हो। युनेस्कोले सँग नेपालले गरेको प्रतिबद्धता अनुसार सन् 2024 सम्म सम्पूर्ण नेपाली नागरिकहरूको जन्मदर्ता 100% पुर्याउनु पर्ने र अन्य व्यक्तिगत घटना दर्तामा समेत उल्लेख्य वृद्धि गर्नुपर्ने भएकाले सोही लक्ष्य हासिल गर्नतर्फ विभाग क्रियाशील छ। घटना दर्ता कार्यक्रम विभागको सक्रियतामा स्थानीय तहहरूमा मार्फत चाहिँ एमआइएस अनलाइनमा आधारित गर्ने कार्यक्रम विस्तारित छ, जसले 40% भन्दा बढी जनसङ्ख्या ओगटेको छ। माथि उल्लेखित ऐनको साथसाथै जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन नियमावली 2034 कार्यान्वयनमा रहेको छ। यसरी चाहिँ प्रश्न नम्बर 2 सकिन्छ। अब हाम्रो अर्को रहेको छ प्रश्न नम्बर 3, व्यक्तिगत घटना दर्ताको महत्त्व लेख्नुहोस् भनेर रहेको छ। यसमा उत्तर रहेको छ,
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइसराई जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्चाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ। राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूलाई आधिकारिक रूपमा रेकर्ड राख्नलाई व्यक्तिगत घटना दर्ता भनिन्छ। व्यक्तिगत घटना दर्ताको उद्देश्य महत्त्व यहाँनिर रहेको छ। राज्यबाट पाउने सेवा सुविधा सुनिश्चित गर्नको लागि, त्यसैगरी राज्यले आफ्ना समग्र तथ्याङ्क सङ्कलन गर्नको लागि, नागरिकको वास्तविक अवस्थिति पत्ता लगाउनको लागि, सामाजिक सुरक्षाको प्रत्याभूति गर्नु, त्यसैगरी नीति नियम कानुन निर्माण गर्न मद्दत गर्छ। त्यसैगरी सेवा प्रवाहलाई व्यवस्थित गर्न गराउन, त्यसैगरी तथ्याङ्कहरूको अद्यावधि गर्नु गराउनु, त्यसैगरी भावी कार्यदिशालाई सरल सहज बनाउनु, त्यस्तै तथ्याङ्कको उपलब्धता कायम गर्नु गराउनु, विभिन्न किसिमका अध्ययन अनुसन्धानका लागि आधार तय गर्नु, त्यसैगरी प्राथमिक र द्वितीय तथ्याङ्क उपलब्ध गराउनु, वास्तविक र व्यवस्थित पहिचान गर्नु गराउनु, त्यसैगरी व्यक्तिगत घटना दर्ता केवल कानुनी प्रक्रिया मात्र नभई नागरिक र राज्य बीचको महत्त्वपूर्ण सेतु हो। यसले व्यक्तिको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण घटनाहरूलाई प्रामाणिक रूपमा अभिलेख राखी नागरिकले पाउने सेवा सुविधा सुनिश्चित गर्न सहयोग पुर्याउँछ। साथै राज्यलाई यथार्थपरक नीति निर्माण, सामाजिक सुरक्षाको योजना तथा शोषण प्रवाह गर्न सहयोग पुग्छ। त्यसैले हरेक नागरिकले आफ्नो व्यक्तिगत घटना समयमा दर्ता गराउनु अत्यावश्यक छ। अब हाम्रो अर्को प्रश्न रहेको छ, प्रश्न 4, व्यक्तिगत घटना दर्ता जन्मको लागि सूचक को हुन्छ भनेको छ। यसमा परिभाषा माथिको यो अज्ञा प्रश्नहरूको उत्तरबाट लिएको हेर्नु होला। व्यक्तिगत घटना जन्म दर्ताको लागि देहाय बमोजिमको सूचक हुन सक्दछ। त्यसमा छ बुवा, आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति। त्यस्तै गरी धर्मपुत्र पुत्रको जन्म दर्ता गर्न कानुन बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु वा आमाले, त्यसै गरी बाबु आमा र वंशतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिसको आधारमा सम्बन्धित गाविसको अध्यक्ष अथवा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष र निजहरूको पद रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा सम्बन्धित वडा सदस्यको सिफारिसमा आधारित सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरूको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिसको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत भनिरहेको छ। त्यसैगरी क्लोजिङ हेर्नुहोस्। जन्मदर्ता एक महत्त्वपूर्ण कानुनी प्रक्रिया हो जसले व्यक्तिको अस्तित्वलाई औपचारिक मान्यता दिन्छ। त्यसैले सबैले जन्मदर्ता समयमा गराउनु र सम्बन्धित सूचक मार्फत प्रक्रिया पुरा गर्न आवश्यक छ। त्यसैगरी प्रश्न 5 रहेको छ, व्यक्तिगत घटना दर्ता मृत्युको लागि सूचक को हुन्छ भनेको छ। यसको पनि परिभाषा माथिबाट लिएको हेर्नु होला। व्यक्तिगत घटना मृत्यु दर्ताको लागि देहाय बमोजिमको सूचक हुन सक्छ। यसमा रहेको छ परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति। त्यसैगरी आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा विवाहित छोरी समेत। त्यसैगरी विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशतर्फ कोही पनि नभएको प्रमाणित भएको खण्डमा माइतीतर्फका दाजुभाइ समेत। त्यसैगरी बाबु आमा र वंशतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिसको आधारमा सम्बन्धित गाविसको अध्यक्ष, गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष र निजहरूको पद रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा सम्बन्धित वडा सदस्यको सिफारिसको आधारमा सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरूको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिसको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिका हकमा कार्यकारी अधिकृत रहेछ। यसरी सही सूचकद्वारा मृत्यु दर्ता गराउँदा नागरिक र राज्यप्रतिको सम्बन्ध मजबुत भई कानुनी प्रक्रिया सरल र विश्वसनीय हुन्छ भनेको छ। त्यस्तै गरी प्रश्न नम्बर 6 रहेको छ, व्यक्तिगत घटना दर्ता विवाहको लागि सूचक हुन सक्छ भनेको छ। यसको पनि परिभाषा माथिबाट लिएको छ, हेर्नु होला। व्यक्तिगत घटना विवाह दर्ताका लागि देहाय बमोजिम सूचक हुन सक्छ। पति र पत्नी दुवै हुनु पर्यो। त्यसै गरी सम्बन्ध विच्छेद अथवा बेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै भए हुन्छ। सजीवन मुचुल्का सहित हुनुपर्छ। पतिले विवाह दर्ता गर्न इन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले पनि गर्न सक्छ। त्यसैगरी पति वा पत्नी मध्ये कुनै एक तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको कागजात जरुरी हुन्छ। यो चाहिँ सम्बन्ध विच्छेदको हकमा हो। त्यसैगरी दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा राजदूतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले। त्यसैगरी विवाह दर्ताका लागि सूचकको व्यवस्था दुवै पक्षको सहमतिमा आधारित रही कानुनी मान्यता र प्रमाणिकता सुनिश्चित गर्न सकिन्छ। विशेष परिस्थितिमा एक पक्षबाट पनि विवाह दर्ता गर्न सकिने व्यवस्था गरिएकाले नागरिकको अधिकार सुरक्षित हुँदै प्रक्रिया सहज बनाएको छ। विवाह दर्ताले व्यक्तिगत र पारिवारिक जीवनलाई
कानुनी आधार दिन्छ जसले भविष्यमा सेवा सुविधा र सुरक्षाको माग गर्छ भनेको त्यसै गरी प्रश्न नम्बर 7 रहेको छ व्यक्तिगत घटना तथा बहिष्कारको लागि सूचक को हुन्छ भने यसको स्टार्टिङ लाइन र क्लोजिङ लाइन तपाईँहरू लेख्नु होला। यसमा चाहिँ सूचक परिवार सबै बहिष्कार गरेको भएपछि परिवारको मुख्य व्यक्तिले गर्न सक्छ भने व्यक्ति एक्लै बहिष्कार गरेको भए व्यक्ति स्वयंले गर्न सक्छ भनेर रहेको छ। र आजको अन्तिम प्रश्न छ प्रश्न नम्बर 8। यो प्रश्न चाहिँ एक्लै सोध्दैन, कहिलेकाहीँ जोडेर आउने प्रश्नहरू हो 7 र 8 को। 8 रहेको छ स्थानीय पञ्चाधिकारीको दस्तखत नभएको प्रमाणपत्रको कसैले नक्कल माग गरेको अवस्थामा के गर्ने अथवा के गर्न सकिन्छ भनेर रहेको छ। यसमा छ यस्तो अवस्थामा दर्ता किताब हेरी एवं तत्कालीन पञ्चाधिकारीको दस्तखतको नमुना समेत भिडाइ जारी गर्ने अधिकारीको नाम कतै उल्लेख भएको पाइएमा नाम समेत राखी प्रमाणपत्र दिने। दर्ता किताबबाट पनि नाम पत्ता नलागेमा तर प्रमाणपत्रमा उल्लेखित सबै विवरण दुरुस्त भएको अवस्थामा स्थानीय पञ्चाधिकारीको नाम थरको ठाउँमा द मात्र लेख्ने। प्रमाणपत्रको प्रतिलिपि जारी गर्दा पदाधिकारीको नाम थर र मिति राखी दस्तखत समेत गरी प्रमाणित गर्ने भनेर रहेको छ। यसरी आज हामीले खरिदार तेस्रो पत्रमा रहेको 1.9 मा रहेको व्यक्तिगत घटना दर्ताबाट आउन सक्ने समेत प्रश्न उत्तर हेर्न सकेको छु। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहुन्छ, त्यसलाई धेरै धेरै धन्यवाद। त्यसलाई लाइक शेयर सब्स्क्राइब गरी साथ सहयोग गरिदिनु होला।